यो चाहिँ ब्रोदर 2540 को र यो चाहिँ तपाईँको ब्रोदरको 2320 डीमा पनि यही कार्टेज लाग्छ। सेम हो दुईटा चाहिँ। यो चाहिँ जेन्युन कार्टेज हो। जेन्युन कार्टेज चाहिँ रिफिल गर्नको लागि चाहिँ अलिकति खोल्नुपर्छ। त्यही भएर नर्मल कपी कार्टेज भन्दा चाहिँ अलिकति गाह्रो छ यो। त्यस्तो गाह्रो भन्दा धेरै गाह्रो चाहिँ होइन। यहाँ माथिबाट तपाईँको यो छ नि, यो क्यापबाट यो खोलिसकेपछि यहाँबाट मुनि एउटा रबरको क्याप हुन्छ, त्यसलाई निकालेर त्यहाँबाट मसी गर्नुपर्छ। अनि मसी चाहिँ सक्यो भनेर थाहा हुँदा मधुरो आउँछ प्रिन्ट एउटा कुरा। अनि तपाईँको यो रोलर छ नि, यो कालो रोलरमा यसमा चाहिँ यो मसी यहाँ यता छेउछेउमा चाहिँ मसी छ, यहाँ मसी आइरहेछ। यतापट्टि चाहिँ यो खाली छ नि, यस्तो देखिन्छ क्या, यहीँबाट पनि थाहा हुन्छ। अब तपाईँ रिफिल गर्दाखेरि चाहिँ हामीले जहिले पनि यो ब्लेडलाई चाहिँ सफा गर्नुपर्छ है त। अब यो चाहिँ म गर्दैछु रिफिल यसलाई। यसमा चाहिँ हाम्रो ब्रदरकै मसी लाग्छ। ब्रदरको मसी लगभग हामीले यसमा 100 ग्राम जस्तो। यसलाई खोलेपछि मसी भर्ने चाहिँ यहाँबाट है। यहाँबाट चाहिँ हामीले चाहिँ टोनर लगाउने। यो चाहिँ जुन चाहिँ गियरहरू सब निकाल्नुपर्छ। त्यसपछि यो क्याप हुन्छ, यो क्याप निकालेर अनि चाहिने के अरे यहाँबाट हामीले टोनर चाहिँ खनाउनुपर्छ। अब यसलाई हामीले यो ब्लेड सफा गर्नुपर्ने हुन्छ। त्यो सफा गर्नलाई यो पुरै यो माथिको कालो रड निकाल्ने। यो चाहिँ कालो रड हामीले निकालिसकेपछि तपाईँको यो प्लेट माथि छ नि जुन चाहिँ यो फोहोरलाई पुरा सफा गर्नुहोस्। सानो यसलाई चाहिँ हाम्रो माइनस खालको स्क्रुड्राइभरले हल्का कटाउनु छ। फेरि यो ब्लेड चाहिँ बाङ्गियो भनेदेखि चाहिँ तपाईँको काम हुँदैन, बाङ्गिनु हुँदैन। एकदम सेन्सिटिभ हुन्छ यिनीहरू। थोरै केही तलमाथि भयो भने चाहिँ बाङ्गिने, यताउता भरे बाङ्गियो भने चाहिँ टोनर लिकहरू हुन्छ, फेरि समस्या अर्को। अब यो ब्लेडलाई सफा गरेपछि हेर्नुहोस् त तपाईँको कस्तो भयो, क्लिन भयो नि त होइन, सफा भयो नि त। यसरी सफा गर्नु पर्यो क्या। यसले चाहिँ जुन चाहिँ यो हाम्रो माइनस अहिले चाहिँ हल्का तरिकाले यसले फुटाएर यहाँको चाहिँ तपाईँको डस्ट चाहिँ एकदम जाम भएको हुन्छ, त्यो कुरालाई चाहिँ कटाएर फ्याँक्नुपर्ने हुन्छ यसरी सर्लक्कै। यो भयो भने चाहिँ तपाईँको प्रिन्ट एकदम राम्रो आउँछ है। यो सफा भएन भनेदेखि चाहिँ तपाईँको रेगा हुने, मसिनै भरे पनि तपाईँको एकदम क्लियर नहुने, रेगा कोरेको जस्तो देखा पर्ने हुन्छ। त्यही भएर सफा गर्नुपर्छ। यसलाई रिफिल टोनर पनि भरिसकेँ, 100 ग्राम लगाएँ। 100 ग्राम मसँग नभएर 50-50 लगाएँ। त्यसपछि मसी अथवा टोनर यहाँ फिल गरिसकेपछि चाहिँ यो गियरहरूलाई चट्टै मिलाउनु पऱ्यो। गियरहरू मिलेन भनेदेखि चाहिँ तपाईँको समस्या हुन्छ। फेरि भरे चाहिँ एकदम मिलाएर लाउनुपर्छ यो गियरहरू आफ्नो ठाउँमा र आफ्नो पोजिसनमा मिलाउनुपर्छ है त। त्यही भएर यसलाई प्याकिङ गर्ने। अब प्याकिङ भइसकेर यसलाई यसरी अघिकै कन्डिसन, सुरुकै कन्डिसनमा तयारी मैले गरिसकेँ। सरसफाइ गरेर रोलरहरू यसरी चट्टै बनाएर यति भएपछि चाहिँ तपाईँको यो कार्टेज चाहिँ रेडी भयो है त।